एभ्रिवान वेलकम ब्याक टु माई ब्लग। हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। साथीहरू इट्स मी प्रियङ्का। अनि मैले चाहिँ सोच्दैछु नि त अब यो कटर खाली गरेर जाने दिन पनि धेरै छैन, अनि त्यो भएर चाहिँ एउटा मेमोरी हुन्छ नि त पछि अब युट्युबमा त बसिरहन्छ होइन। अनि त्यो भएर चाहिँ म सबै क्याप्चर गरिराख्नु पऱ्यो भनेर हो। अहिले चाहिँ इभिनिङको टाइम हुन आँटेको छ, 7 बज्न आँटेको छ झन्डै हो, तर यहाँ चाहिँ उज्यालै हुन्छ नि त। अनि म चाहिँ अब भिडियो बनाउन गइरहेछु, हेर्दै गर्नु होला मेरो भिडियो। साथीहरू यो चाहिँ हो मेरो गार्डन होइन। यसमा त मैले पुरा फुलहरू रोपेको थिएँ, अहिले चाहिँ अब अलिक खाली खाली नै राखिदिएको छु। अनि यसरी माथि माथि बिल्डिङहरू छ। अनि यो चाहिँ उकालो जाने सिँढी हो के भयो। अनि यहाँ चाहिँ आमाको बस्ने जग्गा यहीँ हो। आमाले चाहिँ फोन हेर्दै बसिरहेछ हो। अनि नियन के भनेको, नियन र बाबा चाहिँ यहाँ छ हो। नियन चाहिँ कुदेको गर्छ नि त। अनि मैले चाहिँ कसरी डेकोरेसन गरेको थिएँ भने यहाँनिर चाहिँ फर्स्टमा निक्लिने बित्तिकै वेलकम छ। अनि यहाँ नवीन र प्रियङ्काको ट्याग भएको। अनि यहाँनिर चाहिँ अब यहाँबाट चाहिँ हाम्रो इन्ट्री हो होइन। खासै मैले त्यस्तो डेकोरेसन गरेको थिइनँ, यो मेन इन्ट्री हो भनेपछि यतै यहाँनिर मैले यस्तो स्ट्यान्डहरू राखेको छु। अनि यहाँनिर छ गन हो। अनि मैले माथि मनी प्लान्ट यसरी राखेको छु। यहाँ चाहिँ पर्दाहरू यसरी लगाएको छु मैले चाहिँ। यो हाम्रो हो डिनर टेबल। अनि दुईवटा चेयर छ। यो कुसन पनि मैले बनाएको साथीहरू हो। टाक लाउनु चाहिँ बाँकी छ। अनि इन्भर्टर अनि मनी प्लान्ट पनि कस्तो मजाले हुँदैछ क्या मेरो। अनि मुनि चाहिँ कार्पेट ओछ्याएको छु। अब यसरी नै सिधै यो जुन हल रुमबाट गेस्ट रुम के अरे सिटिङ रुमबाट चाहिँ डाइरेक्ट यता हाम्रो रुम छ होइन। रुममा चाहिँ मैले यसरी झुन्डाएको छु। अनि यो चाहिँ हाम्रो बेड हो होइन। अनि बेड ड्रेसिङ होइन। त्यहाँदेखि यहाँ यो गोदरेजमा चाहिँ नवीनको लुगाहरू छ होइन, ड्रेसहरू। अनि यहाँ चाहिँ छ मेरो लुगाहरू छ यसमा। यो मेरो छोराको चियर होइन। अनि यहाँ छ टिभी चाहिँ हाम्रै रुममा राखेको छु जग्गा नभएर हो। अनि यहाँबाट सिधै यता गयो भने चाहिँ बाबाको रुम, यता किचन हो। अनि यहाँ त्यही हो बाथरुम, टोइलेट बाथरुम। यो चाहिँ हो किचन, यसमा छ सानो फ्रिज होइन। अनि यो जुन छ नि यो लागेको त पिएनजी ग्यास हो। अनि किचनमा चाहिँ हो यस्तो केही छैन। अनि ग्यासहरू राइस कुकरहरू होइन यो थियो, यो छ। अनि यहाँ चाहिँ हो सिधै बाबाहरूको रुम। बाबाको रुममा चाहिँ यो फोटो चाहिँ नियनको भात खुवाइको हो होइन। सानो भात खुवाइ गरेको थियौँ तब हामी जम्मूमा थिएँ। अनि यहाँ छ मेरो छोराको गाडी हो। अनि यहाँ चाहिँ आमा बाबाको कपडाहरू छ। अनि यहाँनिर हाम्रो मन्दिर हो, मन्दिर। अनि मेरो खाता किताब, नियनको खाता किताबहरू सबै यहीँ छ। अनि आमा बाबा यहाँ सुत्नुहुन्छ। अनि यहाँ चाहिँ नियनको फेभरेट एनिमल्सहरू छ हो। अनि वाइफाईहरू नेटवर्क त्यस्तो हुन्न नि त यहाँ। अनि यहाँ चाहिँ हो म आमा र बाबाको एटेच बाथरुम, गिजरहरू होइन सबै छ यहाँनिर चाहिँ एकदम। अनि त्यहाँदेखि चाहिँ यो हो बाहिर चाहिँ यसरी यो जुत्ता राख्ने हो, कुलर होइन। अनि यहाँनिर चाहिँ हामी सागसब्जीहरू के लाउँथ्यौँ। अनि सिबीहरू पनि पुरा फलिरहेछ। अनि यहाँ चाहिँ हो कपडा सुकाउने हो। बाहिर चाहिँ यति हो साथीहरू। अनि त्यहाँ मैले पानी हालिदिइरहेछु नियन, पानी हालिदिइरहेछु, खोइ छिटो। अनि प्लान्टहरू पनि यहाँ चाहिँ मैले जब हाम्रो कटर भिजिट थियो नि त तब मैले यो वालपेपर टालेको थिएँ हो। अनि यो चाहिँ टाइमर स्प्रे हो, टाइममा खुसबु दिइबस्छ यसले। अब यो हाम्रो रुम होइन, यो हो हल रुम। नियनले गन जाउँदा राखा। अनि साथीहरू यही हो मेरो कटर चाहिँ, कटरको सानो टुर होइन। यहाँ पनि प्लान्ट हुँदैछ। अनि यहाँबाट चाहिँ यस्तो हल
त्यहाँबाट चाहिँ यस्तो बरन्डाहरू देखिन्थ्यो परतिर कटरहरू अनि हाम्रै अगाडि चाहिँ कम्प्लेक्स पनि थियो हो फुलहरू मजाले हुँदैछ अनि साथीहरू यति नै हो यसरी राखेको थिएँ मैले चाहिँ कटर होइन अब पछि मेमोरी हुन्छ नि त अनि त्यो भनेर अनि